त्यसपछि प्रतिमा र सोफिया तयार भइदिनु होला। सर्वप्रथम परमेश्वर पितालाई धेरै धन्यवाद। साथै यो समय दिनुहुने हाम्रा डिकनराज सञ्जय पराजुलाई धेरै धन्यवाद दिँदै म सानो टुक्का पहिला भरेर अनि त्यसपछि कविता भन्नेछु। पिता पुत्र पवित्र आत्माको महिमा सधैँ म गर्न सकु, यो हृदय मेरो परमेश्वरको पवित्र वचनले भर्न सकु, प्रभुको प्रेमले घृणाको सागर हमेशा म तर्न सकु, यीशु ख्रीष्ट झै जिउन सकूं, कल्भरी क्रुसमा मर्न सकूं, कल्भरी क्रुसमा मर्न सकूं। हालेलुया, प्रभुको महिमा भएको होस्। फेरि पनि परमेश्वरलाई धन्यवाद दिँदै म अब तपाईहरु समक्ष एउटा कविता लिएर उपस्थित भएको छु। अलिकति थोरै लामो छ, धेरै गरेर सुनिदिनु होला। यो क्रिसमस विशेष, यसमा कुनै उ छैन, शीर्षक दिएको छैन मैले। सबैजनालाई फेरि पनि जय मसीह, मेरी क्रिसमस भन्दै म सुरु गर्न चाहन्छु। सर्वप्रथम उपस्थित सबलाई जय मसीह म भन्छु। परमेश्वरले दिनुभएको शब्दहरू सबको सामु कहन्छु। सर्वप्रथम प्राणीको मुक्तिदाता येशूलाई नै मान्छु। संसारले जे भने नि म प्रभुकै वेदीमा रहन्छु, प्रभुकै वेदीमा रहन्छु। हृदयमा हामी राख्छौँ प्रभुजीको आकृति, संगति गर्न भनेर आछौँ मण्डली यो जागृति। परमेश्वरको वचनले फ्याँक्छ समाजको विकृति, सुसमाचार बाँच्छौँ प्रभुको, लिएर सधैँ स्वीकृति, लिएर सधैँ स्वीकृति। इजरायलको बेथलेम गाउँ यरुशलेम शहरमा कन्या मरियमको कोखबाट जन्मे। यो जाडोको प्रहरमा गर्नसम्म गर्थे यहुदी अत्याचार गर्न पनि आए यसु संसारबाट सबैको पाप हर्न गरी, सबैको पाप हर्न गरी। यस धरतीमा जन्म लिनुभयो प्रभुजीले गोठमा, हाँसो ल्याउन भनिकन दुखीहरूको ओठमा। आजको दिन मनाऊ क्रिसमस परमेश्वरमै रमाएर, आउनु साथी क्यारल खेलौँ हातमा हात समाएर, हातमा हात समाएर। हरेक सालमा क्रिसमस पर्छ 25 डिसेम्बरको। स्तुति प्रशंसा आराधना गर्दै मनाउँछौँ परमेश्वरको। पिता पुत्र पवित्र आत्मा झै धरतीमा कोही छैन अर्को। येशूको जन्मोत्सव मनाउन आज लागेको छ लर्को, लागेको छ लर्को। क्रिसमस हामीले हरेक सालमा मनाउनै पर्छ। जीवनबाट अन्धकार हटाई उज्यालो बनाउनै पर्छ। साटासाट गर्छौँ खुसियाली, हामी सधैँ एक अर्कामा सहयोगी हुन जरुरी छ। सबैको पीर मर्कामा, सबैको पीर मर्कामा। भन्छु सबलाई आज यहीँबाट म मेरी क्रिसमस। हाम्रा गल्ती भुललाई माफी दिनुहुन्छ जिसस। सृष्टिमा जीवित हुनुहुन्छ प्रभु भनी गर्छौँ विश्वास। उहाँले जस्तै प्रेम गर्दैनन् यहाँ कसैले निस्वार्थ, कसैले निस्वार्थ। आहा हेर न साथी, झिलमिली बत्ती क्रिसमसको ट्रीमा। सब थोक प्रभु दिनुहुन्छ हामीलाई सधैँ नै फ्रीमा। शैतानको जालमा फसेका थियौँ परमेश्वर नपाउँदा, चङ्गाई भयो जीवनमा सबको उहाँले भूत पाउँदा, उहाँले भूत पाउँदा। हर्षोल्लास छाएको छ मण्डलीमा धाउँदै गर्दा, हृदयमा बास गर्छन् प्रभु भजनको रस गाउँदै गर्दा। खुसीले यो मन गदगद हुन्छ हाम्रा पीडा प्रभुले गर्दा। सधैँ येशूको साथ पाएँ मैले, हृदय टुटेर आँसु झर्दा, हृदय टुटेर आँसु झर्दा। यो सृष्टिमा आउनुभयो हाम्रा लागि परमेश्वर। संसारमा ज्योति छायो हटी सबै अन्धकार। शैतानी आत्मा दिन्थ्यो दुःख मानिसलाई घरिघरि। येशूले अन्त्य गर्नुभयो दुष्ट आत्माको मन परी, दुष्ट आत्माको मन परी। चम्किलो ज्योति बनेर आए यस धरतीमा येशू। मानिस जातिलाई रोक्नुभयो हुनबाट पशु। पिता परमेश्वरले थुमा बनाई पठाउनु भयो। त्यही दिनबाट शैतानी आत्मा बर्बाद हुँदै गयो, बर्बाद हुँदै गयो। अब चिन्ता आउँदैछ हेर परमेश्वरको राज। यसको महिमा प्रशंसा गर्न नमान्नु है लाज। जीवन सत्य बाटोमै हुँ प्रभु वचनमा भन्नुहुन्छ। तपाईँ हाम्रो पाप धर्म सबै जान्नुहुन्छ, सबै जान्नुहुन्छ। वचन हाम्रो जिन्दगीमा पटक पटक पढौँ बाइबल।
परमेश्वरको राज्य ल्याउन गरौँ सधैँ छलफल, सुसमाचार बाँड्दै हिँडौँ हामी सबै हरपल, हामी सबै हरपल। रमाउँदै हिँड्छौँ विश्वासी हामी आँसु र हाँसोमा, गलत मार्ग हिँड्दा दुष्टले पार्छ हामीलाई पासोमा। त्यसकारण साथी अगाडि बढौँ सत्यको बाटोमा, माटोको शरीर मिल्नु छ एक दिन सबैले माटोमा, सबैले माटोमा। संसारबाट घृणा हटाई प्रेमको जाल बुन्नुभयो, अरौँको भिडबाट प्रभुले हामीलाई चुन्नुभयो। तपाईँ र मलाई कष्ट हुँदा प्रभुले हृदयमा छुनुभयो। संसारको विश्वास योग्य केवल प्रभु हुनुभयो, केवल प्रभु हुनुभयो। प्रशंसा र महिमा गर्छु सधैँ ताली बजाएर, पवित्र आत्मा हृदयमा राख्छु सधैँभरि सजाएर। न कोही थियो न कोही आउँछ यसु तपाईँ जस्तो, ब्रह्माण्डकै अनमोल प्रभु, बाँकी सबै सस्तो, बाँकी सबै सस्तो। सदा सदा परमेश्वरको भजन गीत गाउन सकूँ, अनन्त जीवनसम्म प्रभुको साथ पाउन सकूँ। यो हृदयको अन्धकारलाई सधैँको लागि हटाएर तपाईँको ज्योति भर्नु येशू, स्वर्गदूत खटाएर, स्वर्गदूत खटाएर। हजुर बिना यो ब्रह्माण्ड एक पल पनि चल्दैन, प्रभुको आशिष बिना कुनै फल नि फल्दैन। त्यसकारण छाउनु पर्छ सबको मनमा प्रेमको ज्योति, पिता पुत्र पवित्र आत्मा तपाईँ हाम्रो जीवनको मोती, तपाईँ हाम्रो जीवनको मोती। धरतीका सबै थोकहरू हुन् परमेश्वरको रचना, ढिला गर्नुहुन्न हामीले बाँड्न प्रभुको वचन। पिता पुत्र मान्छौँ हामी सधैँ पवित्र आत्मा, प्राणीहरूका जीवन मरण सबै उहाँकै हातमा, सबै उहाँकै हातमा। प्रभुको काम गरौँ छाडी संसारको काज, हाम्रो कार्य हेरी प्रभुले पहिराउने छन् ताज। सत्कर्म गर्नु सबैले सधैँ, पाप कहिले नगर्नु। यो शरीरमा मरे तापनि आत्मामा कहिले पर्दैन मर्नु, यो शरीरमा मरे तापनि आत्मामा कहिले पर्दैन मर्नु। आमेन, हालेलुया। प्रभुको महिमा भएको धेरै धन्यवाद हाम्रो एक गजेले, उहाँले एकदम असल राम्रो